What's up guys, it's your boys talking from Lab City, you know what I'm saying. And आज चाहिँ म के भन्न गइरहेको छु भन्दाखेरि चाहिँ मैले चाहिँ अब जुन कुराहरू अगाडि नै सिक्नुपर्ने थियो, जुन जुन समयलाई चाहिँ जुन मैले समय हुन्छ नि त, समय जुन मैले कुनै पनि कुराहरू स्टार्ट गर्दाखेरि गरेको थिएँ नि, त्यो समय बवाल थियो क्या, अब बवालै थियो होइन. अनि समय बवालै थियो तर म त्यतिखेर फोकस्ड भइनँ क्या, मतलब वेस्टै गरेँ. अब इन्जोय गरेँ केटाहरूसँग यताउता होइन. पैसाहरू पनि अब दाइहरूले दिदीहरूले पैसा हालिदिनुहुन्थ्यो होइन, पैसा हालिदिनुहुन्थ्यो, कता कता गइदिने होइन, विभिन्न गरियो. अनि होइन विभिन्न ड्रङ्क एड होइन, चिल आवर क्याबेटहरू लगाएर चिल क्या, चिल हुन्छ नि. अब मतलब एकदम इन्जोय गरेँ क्या यहाँ लाइफमा चाहिँ होइन. लगभग त्यो चाहिँ भनेको चाहिँ लगभग 2023 24 टु 26 भनौँ न, 1-2 वर्ष चाहिँ बबाले इन्जोय गरेको. वाइल्ड एकदम पिसफुल, एकदम मजा. म सम्झिँदा पनि एकदम लास्ट बबा लाग्छ कि होइन. अनि अहिले अब 2026मा चाहिँ हल्का चेतकोले यस्तो भयो क्या, किन चाहिँ त्यस्तो गरेको लाइफमा अगाडि, त्यस्तो मतलब किन वेस्ट गरेको टाइम. त्यतिखेरै बरु यत्तिको ज्ञान भएको थिएन, अहिले सफल भइसकिन्थ्यो जस्तो लाग्छ होइन. तर ठिकै छ, केही छैन, किन कमब्याक हानिहालिन्छ त्यसै पनि होइन. कमब्याक अहिले बबाले हानिन्छ नि त. कमब्याक अहिले सानोतिनो हानिँदैन, एकदम नेक्स्ट लेभल हानिन्छ नि त. त्यही भएर बाल छैन क्या मलाई त्यस्तो यताउता छैन, मतलब छैन. अब अहिले हस्लिङ टाइममै छु म, असल हानिरहेको छु. तैपनि अब सेल्फ डाउट त भइहाल्छ, तर पनि म कमब्याक हान्छु भन्ने खालको त्यत्तिको पोटेन्सियल पनि छ र म त्यत्तिको सेल्फ बिलिभ पनि छु भन्ने पनि छ मलाई होइन. अनि अब ठिक छ, 2026मा लेसन सिकेँ होइन, लेसन सिकेँ. अब अहिले म डिसअपियरै छु अहिले, मतलब म अहिले त्यस्तो साह्रो कोहीसँग कन्ट्याक्टमा पनि छैन, कोहीसँग मतलब त्यस्तो यताउता पनि छैन अहिले. म एकदम पुरै आम डेडिकेटेड टु द गोल के होइन. मतलब म चाहिँ अहिले एकदम पुरै आइसोलेटेड पनि छु होइन, एकदम चिल पनि छु. अनि मलाई थाहा छ कि म कमब्याक गर्न सक्छु कि, कमब्याक हान्न सक्छु कि. म त्यस्तो विक पर्सन, विक मेन्टालिटी भएको मान्छे पनि होइन क्या. मेरो त्यस्तो माइन्ड विक टाइपको छैन कि, एकदम चिल होइन. इन्जोय गरियो लगभग, अब बबाले इन्जोय गरियो, वाइल्डै इन्जोय गरेको त्यो समयमा चाहिँ होइन. मतलब अब धेरै नै वाइल्डै गरियो, त्यहाँदेखि धेरै कुराहरू सिक्यो. ठिक छ, अब हानिन्छ ग्राइन्ड, अब हानिन्छ हसल होइन, अब हुन्छ मजा होइन. अबको 2 वर्षमा हुन्छ क्या मजा, के भन्ने कुरा चाहिँ अबको 2 वर्षले जनाउँछ क्या. 2026मा होइन, 2028सम्म मजा आउँछ क्या, त्यतिखेर मजा हुन्छ क्या. अहिले 2026मा बोल्दैछु म होइन, 2026मा बोलिरहेको छु, भिडियो बनाइरहेको छु. तर अबको 2 वर्षभित्र मजा आउँछ क्या, जस्तै म हाँसिरहेको छु नि होइन. भित्रैदेखि हाँसिरहेको छु म, किनकि कमब्याक हानिदिन्छु क्या म, एकदम पुरै वाइल्ड रूपमा कमब्याक हानिदिन्छु कि. अनि चिल आउट क्या, भालै छैन होइन. 2 वर्षमा हानिदिन्छु म वाइल्ड, एकदम पुरै नसोचेको कमब्याक हानिदिन्छु कि. सबै सक हुन्छ क्या, कसरी हाउ दिदी भन्ने खालको बनाइदिन्छु क्या म सबलाई. हाउ दिदी म्यान यु वाज द फकिङ गाई भन्ने मतलब मान्छेले सोध्छ नि त. अब मैले धेरै चिल हाने, मतलब वाइल्ड चिल हाने, त्यस्तो साह्रो इफोर्टले पनि आफ्नो डेडिकेटेड भएर आफ्नो गोलमा चाहिँ एक्टिभ भएन नि त. त्यतिखेर मान्छेले अब त्यो समयमा त अब डेडिकेटेड नभएको टाइममा त अब विश्वास गर्दैन, निकाल्दैन, यता सक्दैन यसले भने जस्तो हुन्छ नि त, नाम निकाल्दैन भने जस्तो हुन्छ नि. तर अब 2 वर्ष दिनु मलाई, 2 वर्षमा देखाइदिन्छु म को भनेर. त्यतिखेर थाहा हुन्छ मेरो पोटेन्सियल के रहेछ, यो मान्छेको पोटेन्सियल के रहेछ, यो मान्छेले के गर्यो यार, यसले हाउ दिदी भन्ने बनाइदिन्छु क्या म. Never forget about me. I'm a true grinder. I'm a true hustler, man. I don't give a fuck about you, man. What's hell doing right now? I don't give a fuck about you. I don't think about you, man. Do whatever you wanna do, man. I'm a family-oriented person, man. I only care about
family, I wanna feed him. So love, man. You know what I'm saying? Thank you, me.